बाबा हजुर छोरो हजुरले फोनमा के खोजिरहनु भएछ यो एनआरएनए माल्टाको यो अध्यक्षहरू जुन छ यिनीहरूको कन्ट्याक्ट नम्बर खोजिरहेको छु के किन अब किन भन्दाखेरि चाहिँ हामी नेपालीहरूको नयाँ वर्ष आउँदैछ नि 2083 यही आउने 13 तारिक सेफ सोसाइटी माल्टाले गर्न लागेको भान्से धमाकामा बोलाउनको लागि र फेरि अब आउने यो झापाली समाजले मेलिनालाई राईलाई लिएर आउँदैछ अनि उसको कार्यक्रममा पनि बोलाएर यसो लौ भनेर भनिदिउँ भनेर के तिमीले गर्न सक्ने त भन्दा अरू काम देखिएन त्यतिको लागि बोलाइदिउँ भनेर खोजिरहेको छु र मैले त्यसको उपलक्ष्यमा यहाँ नेपाली सेफ सोसाइटी माल्टा जसले कि भान्से धमाका भनेर यही आउने 13 तारिक भान्से धमाका गर्दैछ नयाँ सालको उपलक्ष्यमा त्यसको लागि चाहिँ अब उनीहरूलाई चाहिँ आधार सत्कार गर्नको लागि हैन अनि रिबन काट्नुलाई रिबन काट्न भ्याइहालेन भने फेरिदेखि यस्तो गरेर छोयो भने यस्तो गरेर अर्कालाई छुने अर्कोले चाहिँ काटिरहेको हुन्छ त्यही गर्नलाई बोलाउँ कि भनेर के किनभने अनि लाउनुहोस् फलानु अध्यक्ष आसन ग्रहण गर्नु होला भनेर भन्नलाई अनि यो आउने 13 तारिक चाहिँ सेफ सोसाइटी माल्टाको छ अनि फेरि अब आउने 17 अप्रिलमा हैन 2026 को जुन फ्राइडेको साँझ छ त्यहाँ चाहिँ मेलिना राई आउँदैछन् माल्टामा हैन यो चाहिँ फेरि झापाली समाजले गर्न लागेको कार्यक्रम हो अनि यसमा पनि बोलाउनु पर्यो उनीहरूलाई हैन अनि उनीहरूलाई बोलाएर ल आउनुस् फलानु फलानु अध्यक्ष ल आसन ग्रहण गर्नुस् भन्नु अनि त्यहाँ रिबन काट्न भ्याएन भने यस्तो फेरि पछाडि गएर छोइदिएपछि अर्काले काटेपछि भयो के हो त्यही गर्नलाई है अनि रेस्पोन्सिबिलिटी त्यो अरे त्यो भन्दा बढी त अरु गर्नै सकिरहेका छैनन् नि त अहिले कोही मरिहाल्यो भने फेरि त्यो पैसा उठाएर पैसा यति पठाम भनेर चाहिँ अगाडि आउँछन् फेसबुकमा शेयर गर्न चाहिँ भ्याउँछन् नभएदेखि चाहिँ तिनीहरूको त्यो भन्दा बढी काम गर्नै सक्दैनन् के गर्न नसक्नुको रिजन फेरि के छ त भन्दाखेरि माल्टामा भएको नेपाली नागरिकहरूले चुनेर बनाएको होइन नि त अध्यक्ष एउटा कोठामा बसेर एउटा हातसाङपाङको भाषालाई चोसापट्टि लिएर भन्नुपर्दा चाहिँ कोठामा बसेर एउटा घरमा बसेर भएका यहाँका अध्यक्षहरू छन् तिनीहरू केही गर्न सक्दैनन् कि उनीहरूको पावरै छैन किन भन्दा कोठे नहुन् रक्सी होइन भनेदेखि त हेर त अहिले नेपालीहरूको कति समस्या छ मान्छेहरू पासपोर्ट रिन्यू गर्नुपर्ने भएको छ कतिको पासपोर्ट एक्सपायर भइरहेको छ हैन घुम्ती सेवा लिएर आउन सकिरहेको छैन तिनीहरू अगर गर्न सक्ने हो गर्ने खुबी हो भने त ल्याउन सक्थ्यो नि त सकिरहेको छैन हो त्यसो भएपछि उनीहरूको भनेको उनीहरूले गर्ने भनेको यिनी दुईटा काम हुन् एउटा छ पार्टीमा गएर ल आउनुस् भनेर ट्याक्क बस भन्ने एउटा त्यो अर्को चाहिँ कोही केही एक्सिडेन्ट गरेर मरिहाल्यो भने पैसा उठाएर अनि ल यति हाल्ने भनेर भन्ने यो बाहेक यिनीहरूको केही लसार बाटो लाउने देखिरहेको छैन मैले त्यही भएको भएर यो आउँदै यही आउने 13 तारिक सेफ सोसाइटी माल्टाले गर्न लागेको भान्से धमाकामा बोलाउनको लागि